असोज 31 गते असोज महिनाको अन्तिम दिन शुक्रबारको राशिफल लिएर उपस्थित भएको छु। नमस्कार, म ज्योतिष छवि भण्डारी। आज कार्तिक कृष्ण एकादशी तिथि शुक्रबार। आज चन्द्रमा सिंह राशिमा छन्। सुरु गरौँ आजको राशिफल मेष राशिबाट। सन्तानप्रति सन्तोषजनक फल मिल्नेछ र विद्यार्थीहरूको लागि आजको दिन राम्रो देखिएको छ। आज हजुरहरूको प्रेममा आत्मीयता बढ्नेछ, त्यसै गरेर सृजनात्मक कार्यमा सफलता मिल्ने देखिएको छ। त्यसै गरेर आज हजुरहरूले लक्ष्मी नारायणको पूजा गरी सुगन्धित फूल अर्पण गर्नु हजुरहरूको लागि शुभ हुनेछ। वृष राशि हुनेहरूको लागि आज घर परिवार वा भावनात्मक सम्बन्धमा ध्यान दिनुपर्ने दिन देखिएको छ। आफ्नो कुरा बुझाउन संयमित रहनुहोला। त्यसै गरेर दिनको अन्त्य सँगसँगै हजुरहरूको आर्थिक लाभको योग बनेको छ। त्यस घरमा सानो आनन्दको अवसर मिल्ने सम्भावना देखिन्छ। आज हजुरहरूले लक्ष्मी माताको पूजा गर्नु हजुरहरूको लागि शुभ हुनेछ। त्यसै गरेर मिथुन राशि हुनेहरूको लागि आज आफ्नो विचार व्यक्त गर्न अनुकूल दिन रहेको छ। यदि हजुरहरू लेखन, बोल्ने कला, मिडिया क्षेत्रमा हुनुहुन्छ भने आज हजुरहरूको प्रगति हुने दिन देखिएको छ। छोटो यात्राको योग पनि बनेको देखिन्छ। नातेदारहरूसँग भेटघाटको सम्भावना पनि देखिन्छ। आज हजुरहरूले हरियो कपडा धारण गर्नु हजुरहरूको लागि शुभ फल मिल्नेछ। खर्च भने बढ्ने देखिएको छ। आज हजुरहरूले मेहनत गरे अनुसारले फल पाउनुहुनेछ। त्यसै गरेर खानपानमा सावधानी अपनाउनु होला। आज हजुरहरूले शिवजीमा जल अर्पण गर्नु हजुरहरूको लागि शुभ हुनेछ। त्यसै गरेर सिंह राशि हुनेहरूको लागि आज हजुरहरूको आत्मविश्वास बढ्ने दिन देखिएको छ र हजुरहरूमा आकर्षण पनि बढ्ने देखिन्छ। त्यसै गरेर आज हजुरहरूले नयाँ योजनाको सुरुवात गर्नको लागि राम्रो समय देखिएको छ। आज हजुरहरूमा अरूहरूलाई प्रेरित गर्ने क्षमता पनि बढ्ने देखिन्छ। त्यसै गरेर आज हजुरहरूले भगवान शिवको मन्त्र जप गर्नु हजुरहरूको लागि शुभ फल मिल्नेछ। त्यसै गरेर कन्या राशि हुनेहरूको लागि आज मनमा अस्थिरता वा अनावश्यक चिन्ता आउन सक्छ। त्यसै गरेर हजुरहरूलाई पुराना कुराहरूले अल्झाउन सक्छन्। हजुरहरूलाई ध्यान योग वा भजन कीर्तनमा मन जाने पनि देखिएको छ। त्यसै गरेर आज हजुरहरूले भगवान श्री हरिको नाम स्मरण गर्नु हजुरहरूको लागि शुभ हुनेछ। तुला राशि हुनेहरूको लागि मित्रबाट सहयोग प्राप्त हुने दिन देखिएको छ। आज हजुरहरूलाई सहकार्यबाट लाभ मिल्नेछ। व्यापारीहरूको लागि भने आजको दिन राम्रो देखिएको छ। आज हजुरहरूलाई माता लक्ष्मीको पूजा गर्नु राम्रो हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि कर्म क्षेत्रमा प्रतिष्ठा र सम्मान पाउने अवसर देखिन्छ। त्यसै गरेर वरिष्ठ व्यक्तिहरूबाट सम्मान प्राप्त हुने र सहयोग प्राप्त हुने पनि देखिन्छ। आज हजुरहरूले शनिदेवलाई कालो तिल र तेल चढाउनु शुभ हुनेछ। धनु राशि हुनेहरूको लागि धार्मिक वा आध्यात्मिक कार्यमा मन जाने देखिन्छ। आज हजुरहरूको दृष्टिकोण फराकिलो हुनेछ। आज हजुरहरूमा नयाँ अध्ययन वा यात्राको योजना बन्न सक्छ। त्यसै गरेर आज हजुरहरूले भगवान विष्णुलाई पहेँलो फूल अर्पण गर्नु शुभ हुनेछ। मकर राशि हुनेहरूको लागि आज केही गोप्य कुराहरू बाहिर निस्किन सक्ने देखिएको छ। अचानक धनलाभको योग पनि बनेको छ। त्यसै गरेर हजुरहरूको ध्यान वा मन्त्र साधनामा मन जाने पनि देखिएको छ। हजुरहरूले भगवान श्री कृष्णको पूजा गरी तुलसी अर्पण गर्नु हजुरहरूको लागि शुभ हुनेछ। कुम्भ राशि हुनेहरूको लागि साझेदारी र सम्बन्धमा सन्तुलन आवश्यक देखिएको छ। आज पार्टनरसँग केही असमझदारीहरू आउन सक्छन्। दिनको अन्त्य सँगसँगै आत्मिक निकटता बढ्ने पनि देखिएको छ। हजुरहरूले हनुमान चालिसा पाठ गर्नु हजुरहरूको लागि शुभ हुनेछ। मीन राशि हुनेहरूको लागि कार्यस्थलमा व्यस्तता बढ्नेछ, तर परिश्रम गरे अनुसारको फल हजुरहरूले पाउनुहुनेछ। त्यसै गरेर हजुरहरूको स्वास्थ्यमा ध्यान दिनु होला। योजनाबद्ध कार्यले आर्थिक सुधार ल्याउनेछ। आज हजुरहरूले भगवान श्री विष्णुको नाम स्मरण गर्नु हजुरहरूको लागि शुभ हुनेछ। मनमा शान्ति, वचनमा सत्यता र कर्ममा सद्भाव राख्नुहोला। हजुरहरूको दिन कस्तो बितिरहेको छ कमेन्ट गर्नुहोला। हजुरहरूको दिन शुभ रहोस्। जय श्री राम, जय श्री कृष्ण।